फोनमा तपाईले लिटल मेरो चाकै छाप्नु भएको थियो मलाई थाहा नभएको मलाई लाठो थाहा नभएको तपाईले नाइ मलाई तपाईले तीनचोटि अङ्कल तीनचोटि एकचोटि भएको भयो ल बा झुकेर हो कि भन्थ्यो म तीनचोटि अङ्कल नाइ तपाईँले अरू भनेको तपाईँले अरूले यसो गरे तपाईँले त्यो भनेर भनेपछि तपाईँ आउनु भयो तपाईँ डराउनु भयो अनि त्यसपछि बल्ल आएर मलाई भन्नुभयो हेलो हजुर मलाई चाहिँ हजुर ए ठिकै छ हजुर ल मलाई चाहिँ के भन्नु मन थियो भन्दा अब चाहिँ मलाई काम आउनु मन छैन होइन मलाई कामै आउनु मन छैन किनकि मलाई त अब सेफै फिल हुन भनौँ न होइन लाइक अब होइन ल एक्चुली म चाहिँ के भन्छु भन्दा लाइक फर्स्ट टाइम तपाईँले मलाई क्रिसमस पछि बोनस दिने दिन लाइक फर्स्टमा ल तपाईँले ल बोनस दिनुभयो ल सबजना खुसी थियो ल हक गरौँ भन्नुभयो तपाईँमा ल ठिक छ भने मैले तपाईँलाई हक गरेर ठिक छ त्यसपछि तपाईँ मेरो पछाडिबाट आउनुभयो अनि त्यसपछि मलाई एकदम अजिब तरिकाले पछाडिबाट समाउनु भयो मलाई तपाईँ एकदमै अप्ठ्यारो भएको थियो अङ्कल तर मैले के पनि भन्न सकिनँ किनकि तपाईँलाई मैले होइन जुन आफ्नै अङ्कल जस्तो गरेर हेर्थेँ क्या तपाईँलाई लाइक मैले त्यस्तो नराम्रो ठान्दैन थिएँ कि हुन्छ नि तपाईँलाई म धेरै रेस्पेक्ट गर्थेँ क्या तर तपाईँ त्यसो गर्नुभयो अनि त्यसपछि के भन्छ अरे अर्कोचोटि तपाईँ र म के भन्छ जीवन दाईको बारेमा जिस्किरहेको बेला के भन्छ अरे जीवन दाईको सर्ट खसी गर्छ किन गर्छ भन्दा फ्ल्याट तपाईँको भएको लाइक अब फ्ल्याट हुनुपर्छ फ्ल्याट हुनुहुन्छ भन्ने कुरा गराएको थियो होइन अनि तपाईँ के भन्छ तपाईँले यत्तिकै मेरो पछाडि छोडिदिनु भयो अनि त्यसपछि अर्कोचोटि के भन्छ अरे तपाईँले एडिनमा जमजम भन्नुहुन्थ्यो अनि फर्स्टमा मैले के ठाने भन्दा ल हुन्छ यदि के भन्छ सबैजना के भन्छ यसो ग्यादरिङ टाइपको होला ठानेको थिएँ मैले अनि त्यसपछि तपाईँले के भन्नुभयो अर्कोचोटि एडिनमा जाने अनि त्यसपछि बेलुका जाने भन्नुभयो अनि मलाई अनि त्यसपछि बेलुका जाने भनेपछि मलाई त्यसपछि कस्तो अजिब लाग्न थाल्यो अनि त्यसपछि तपाईँले के भन्नुभयो भन्दा बेलुका जाने अनि त्यसपछि जानु पनि जाने अनि मैले मिल्दैन भनेपछि तपाईँले के भन्नुभयो भन्दा साथीकोमा जानेछु यताउति भनेर मम्मीले झुटो बोल भन्नुभयो तपाईँले हो कि होइन भन्नु त हो नि हो भन्नु के अनि त्यसपछि के भन्छ त्यस्तो भन्नुभयो तपाईँले अनि के भन्छ अरे अनि त्यसपछि तपाईँले के भन्छ बाहिर हल्ला भयो भित्र कुरा गरौँ भन्नुभयो अनि भित्र तपाईँले फेरि त्यसै गर्नुभयो मलाई तपाईँले एकचोटि सोध्नु भएन ल हक गर्नु मिल्छ भनेर सोधेर ल हुन्छ भनेर नर्मल हक भएको भए पनि म के पनि भन्दैन थिएँ तपाईँले त्यस्तो नसोच होइन अङ्कल तपाईँले त्यस्तै गर्नुभएको म के सोच्नु अब अनि तपाईँले भित्र लगाएपछि तपाईँले मलाई तिमी बेलुका ड्रिङ्क पिउँछौ कि पिउँछौ भन्नुभयो मैले पिउँदिनँ भनेको थिएँ तपाईँले त्यसपछि पिउ भन्नुभयो के पनि हुन्न एउटा दुइटा पिउँछ यताउति भन्नु मैले पिउँदिनँ भनेको थिएँ त्यसपछि तपाईँले मलाई लिटरली लाइक यस भनिदिनसम्म तर पिउ नपिउ एउटा दुइटा ककटेल यताउति यसो भन्नुभयो तपाईँले अनि त्यसपछि के भन्छ अरे मैले के भन्नु मैले नाइनी भनिदिनु तपाईँले मलाई के भन्छ अरे न त म नो भनिसकेको थिएँ त्यो हातमा होइन अनि त्यसपछि त्यसो गर्दा मैले ल हुन्छ भने अनि त्यसपछि तपाईँले हिजो फेरि सोध्नुभयो मलाई अनि त्यसपछि होइन त्यो लिटरली पहिल्यै भएको यो सबै अनि त्यसपछि म तपाईँलाई लिटरली अहिलेसम्म म किन कुरेर बस्छु भने बा अङ्कलले आएर बा तपाईँले आफै रियलाइज गरेर सरी भन्नुहुन्छ कि होइन नाइ तपाईँले अरू भनेको तपाईँले अरूले यसो गरे तपाईँले त्यो भनेर भनेपछि तपाईँ आत्तिनु भयो तपाईँ डराउनु भयो अनि त्यसपछि बल्ल आएर मलाई भन्नुभयो त्यस्तो भयो मलाई पनि थाहा छ अङ्कल के भएको हो भनेर तपाईँले लिटरली अरूले गएर र तैँले यस्तो गराएर चाहिँ किन गरा भने पछि बल्ल आएर तपाईँले मलाई सरी भन्नु भएको मलाई थाहा छ के भएको भनेर प्लिज सरी मात्रै भनेर हुन्छ यस्तो कुरामा तपाईँले गर्दा मलाई काममा यस्तो अप्ठ्यारो फिल हुन्छ तपाईँले गर्दा मैले किचनको दाईहरूलाई पनि दाई जस्तो भनेर सोच्नै सक्दिनँ आजकल म कसैलाई पनि त्यस्तो गर्गाले हेर्नु नै सक्दिनँ अनि त्यो तपाईँले तीनचोटि अङ्कल एकचोटि भएको भयो ल बा झुकेर हो कि भन्थेँ म तीनचोटि अङ्कल मलाई तपाईँको इन्टेन्सन के हो म बुझ्नै सकिरहेको छु लाइक किन
Oh my god. किचनमा बासिदियो अरू त केही गरेको होइन मैले अब टाइटेर अब त्यो एकचोटि हक गरेको भित्र ल एकचोटि दुईचोटि अङ्कल दुईचोटि अङ्कल एकचोटि होइन किचनमा तपाईँले चाहिँ मेरो चाकै छाप्नु भएको थियो मलाई थाहा नभए हो मलाई लाठो थाहा नभएको तपाईँले मलाई तपाईँ र म जीवनको कुरा गर्दै तपाईँले गरेर मैले मेरो भन्दाखेरि भएको अवस्था गम्भीर छ भने तपाईँ मेरो चाक छाप्नु भएको थियो म त उफ्रेको थिएँ तपाईँ किनकि म तर्सेँ तपाईँले के गर्नुभयो भनेर अनि फर योर इन्फर्मेसन कसैले हक गर्न अगाडि कि त के गर्न अगाडि कन्सेन्ट लिनु पर्छ यस्तो कुरामा ल म तपाईँको के भन्छ अरे हजुरको मलाई हिजो धेरै बोल्नु मन थिएन किनकि लाइक हजुरको रेस्टुरेन्टमा हजुरको फ्यामिली आउनु भएको थियो होइन अन्त उहाँको अगाडि किन त्यस्तो ड्रामा गर्नु भनेर म चाहिँ के पनि नगरेको है अनि के भन्छ अरे त्यो जस्ट 3 चोटि तपाईँले मलाई एकचोटि पनि सरी भनेन अरूले आएर अन्त तपाईँले यस्तो गर्यो भनेपछि मलाई तपाईँले मलाई सरी भन्नुभयो सो अब तपाईँले गर्दा मेरो जब पनि गयो भनौँ किनकि तपाईँले गर्दा मलाई सेभी फिल हुन्न त्यसो गर्दा मेरो जब पनि गयो अब ओ माई गड जब त बासी केही भएको छैन एकदम छ म भयो कि मलाई तपाईँ मेरो छेउछाउमा चाहिएको छैन मलाई तपाईँ हुने रेस्टुरेन्टमा मलाई कामै गर्नु छैन सो अब के भन्नु यति भन्नु मन थियो मलाई जस तपाईँले गरेको हो कि होइन अब मलाई अब थाहा छैन अब मलाई थाहा छैन एकदमै गर्छु मैले के गर्नुपर्छ त्यसैलाई धेरै सरी भन अङ्कल त्यसो गर्नुभयो भन मलाई जबको लागि केही भएको छैन अब होइन मलाई तपाईँको त्यसमा केही काम गर्नु छैन मलाई पुगिसक्यो नमस्ते मलाई पुगिसकेको छ अनि के गर्दैन मलाई थाहा न अब बस्ने एकचोटि बाबा मम्मी अङ्कलसित बस्ने अब सबै गर्ने के गर्नु तपाईँलाई चाहिँ कसरी सोर्ट आउट हुनु मन छ यो कुरा तपाईँ भन्नु न तिमी भन न तिमी के हो अब के भन्छौ सरी मबाट गल्ती भयो मैले त माफी मागेछु तिमी अब सम्झन जस्तै हो छोरी जस्तै हो सरी मबाट त गल्ती भयो धेरै एकदमै क्षमा माग्छ तिमीबाट त त्यही त छोरी जस्तो भएपछि त्यस्तो चाहिँ किन